यो गाउँघरको कुरा। अझै उठेको छैन सही हो। यो गाउँघरको मान्छेहरू छिटो छिटो उठ्छ भनेको उठ्नुको त नामै छैन। ओइ उठ्दैनस्? हिजो त खुब मसँग उठेर योगा गर्छु भन्दै थिइस् त, खै उठेको? उठ। राम्ररी सुत्नु पनि दिँदैन। कति बजेर उठेको? कति बज्नु र? 5:30 भइसक्यो। ल छिटो, ढिलो भइसक्यो। अनि योगा चाहिँ बिहानै गर्नुपर्ने। दिउँसो कामसाम सकेर फुर्सद पाएको बेलामा गर्दा हुँदैन। वाट? यस्तो पनि हुन्छ? योगा भन्ने कुरा पनि घरको काम गरेको जस्तै हो क्यौ? अहिले गर्छु भन्ने, यो त बिहानै उठेर पो गर्नुपर्छ त। तब पो जिउ फिट एन्ड फाइन हुन्छ, रोगहरूले भेट्दैन र ब्लड सर्कुलेसन भएको कारणले तँ दिनदिनै राम्री पनि हुँदै जान्छस्। हन ओए, साँच्ची नै राम्री हुन्छ? साँच्ची त अन्त। लु छिटो फ्रेस हु, ढिलो भइसक्यो। त्यसको बाजेको लोदरै लाग्यो हौ आज त। निकै ढिलो आइपुगेछ आज त। हन अरू बेला त यतातिरै पाउँथ्यो अरे च्याउ पनि हन। आज त छैन क्यारे। अब त दिनदिनै के हो हन, यो कार्लुङ्गे च्याउ पनि सालमा एकैताल खालि खानु पाउने हो क्या हो। भन्न अस्ति एउटा चाहिँ कहाँबाट मुखमा जुड्यो, अब त खै। योगा सिका त। अब योगा भन्ने कुरा त सबै गर्नुपर्छ नि। एउटा गरेर कहाँ राम्रै हुन्छ त? यस्तोहरू पनि गर्नुपर्छ। अनि ल छिटो छिटो यता। अब नपाउने थियो च्याउ पनि। बिहान बिहान च्याउ खोजेकोले घिन लागिसकिसक्यो। अलिक बिहान हुन अलिक। यो दिदी बहिनीलाई फेरि के भयो आज बिहान बिहानै? ढाडहरू पो बङ्गाउँदैछ त। कि दुइटाकै ढाड दुख्यो? खै गएर सोधौँ त के हो। ओ बहिनी, के गरेको बिहान बिहानै यस्तो? के भयो, ढाड दुख्यो क्या? योगा हो योगा। भने के भन्छ? मैले भनेको कुरा बुझेन क्या हो? के भयो, ढाड दुख्यो भनेको हो? फेन पनि योगा गरेको हो, योगा राम्री हुनुको लागि। अलिक बिहान छु न, अलिक बिहान छु न। हे अचम्म, यसरी ढाडहरू बङ्गाउँदा पनि कहीँ राम्री हुन्छ र? हुन्छ अरे हुँदैन? के जिउमा पनि के कुलेसनले गर्दा? यसले फेरि के भन्छ? कुलेसन होइन हौ, सर्कुलेसन। ब्लड सर्कुलेसन भएर अनुहारमा ग्लो आउँछ, अन्त त्यसै राम्री भइहाल्छ नि। यस्तो पनि हुन्छ है? अन्त नानी, यो कुरा चाहिँ के हो? केटीहरूले खालि गर्ने हो कि केटाहरूले गर्दा पनि हुन्छ ब्युटिफुल हुनुको लागि? हुन्छ नि, किन हुँदैन? योगा भन्ने कुरा त सबैले गर्ने पो हो त। तर अङ्कल, तपाईँहरू चाहिँ ब्युटिफुल होइन नि, ह्यान्डसम हुन्छ नि। त्यही भनेको नानी। ह्यान्डसम भने पनि ब्युटिफुल भने पनि के गर्नु त अब? यो सब हाम्रो लागि त होइन हो। उमेरले डाँडा काटिसकिसक्यो। होइन नि अङ्कल, ब्युटिफुल र ह्यान्डसम मात्र कहाँ हो? यसको कारणले हेल्थ पनि त राम्रो हुन्छ, अन्त तपाईँहरूले पनि गर्दा हुन्छ। तपाईँहरूले गरिरह्यो भने बिमार आमारले चाप्दैन, अन्त ब्लड प्रेसर पनि मेन्टेन हुन्छ। बुझ्नुभयो? यसरी एक दुई ताल ढाडहरू बङ्गाउँदा पनि बिमार आमार जाति हुन्छ र? एक दुईपल्ट मात्र कहाँ हो अङ्कल? यो त रेगुलर गरिरहनु पर्छ नि, तब पो यसको बेनिफिट हुन्छ त। हुन्छ हुन्छ नानी, भनेपछि समय चाहिँ निकै नै लाग्ने रहेछ है? समय त लाग्छ नि त। अब आएको कति दिन पनि त भएको छैन, अझै हामीले चिनेकै छैन, हाम्रो ऱ्याप सुनेकै छैन। अन्त त्यसै हाम्रो मायामा लट्ट कहाँ पर्छ त अन्त? हाम्रो मायामा? अन्त के
सम्बन्धमा गुरु चेला भए पनि मायामा त जसको शक्ति त्यसकै भक्ति नि। थेच भाइ, त्यसो त्यहाँ कम्पिटिसन कस्तो छ तँ त बुझेनौ भाइ। बरु शिला चाहिँ मेरो भयो भने भाइ तँ कस्तो कस्तो केटीहरू भन्छस् भाइ, म लाइन लगाइदिन्छु। ए छुदा, बरु यत्तिकै पटेर देखाउ न, म पनि पछि हट्ने मान्छे त कहाँ हो। चाहे जतिसुकै कम्पिटिसन होस् न, आखिर च्याम्पियन चाहिँ त्यही हुन्छ जसले किप्पर भएको पोस्टमा गोल हाल्छ। थेच भाइ, शिलाको देखि त तँलाई के भयो? तँ त निकै बदलेको जस्तो छ त। मलाई पो साइड लाउला जस्तो गर्छ। चेला हो नि तँ चाहिँ, फेरि चेला हो, चेला जस्तो भएर बस्ने। अब के गर्नु त, एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार। आँखामा काजल लाएर हेरु भन्छ मन, ओठमा लाली पोतेर हाँसु भन्छ मन। ओइ सावित्री, सावित्री कहाँ गयो यो फेरि? सावित्री, सावित्री, ए यो त यहाँ पो रहेछ, बोल्दैनस् त। के बोलाइसके? खै सुनिन मैले त बोलाएकोहरू। आम्मा दुईजना छ कि छैन? अन्त भाडा पनि कति? त्यही त हेर्न हाम्रो घरमा के बिक्न जुठो भाडा निस्केको ज्यादा यो कालो भाडाहरू माझेकोले होला मान्छेलाई काली भइसके। त्यही त हामी चाहिँ घरको काम गरेर बुढी हुने रहेछौँ है। ओ नि छोरी चेली भएर जन्म लिनु पनि साह्रो रहेछौ। त्यही त, तर सिलाएर चाहिँ मजा छ है। हामीले जेसुकै भने पनि पढाइ कहाँ घुमेर आइसक्यो। हामी जस्तै कुवाको भ्यागु त कुवामै त भएन नि। तेरो कुरा पनि ठिकै हो। साँच्ची ओइ, शिला भन्दा त नि तँहरूको बाबा र हाम्रो बाजे कुरा गर्दा सुनेको थिएँ कि शिलाले त योगा गर्छ अरे त बिहान बिहानै राम्री हुनुको लागि। अहिले त झन् चमेली बडीलाई पनि सिकाउँदैछ अरे। अब त झन् तँहरूको बाबाले पनि गर्ने अरे हौ योगा स्वास्थ्यको लागि। ओह हाम्रो बुढा पनि चम्किँदै थियो। योगा? कस्तो योगा हौ? त्यो टिभीमा एउटा दाढीवाला बाबाले गर्दै गरेको हुन्छ नि त्यस्तै? त्यस्तो होला हौ। तँलाई आउँछ? त्यो टिभीमा हेरेकोले अलिअलि त जान्दैछौ। ए त्यसो भए त हामी पनि गरौँ न ओइ। नगरौँ हौ, त्यो शिलाले जे गरेका त्यही गरिहाल्नु, आरिस गरेको जस्तै। सबैले फेरि त्यसकैबाट सिकिहालेछ त भन्छ। गरौँ न ओइ। हेर त त्यो शिलालाई हाम्रै गाउँमा आएर सबलाई सिकाउनु थालिसक्यो। हामी कहाँ चुप बस्नु? बरु हामी ब्याक गर्छौँ न त्यसलाई योगामा चाहिँ। त्यसले खालि कति देखाउँछ, योपालि चाहिँ हामी गरेर देखाइदिउँ त। हुनु त हो कि, तर के तर न सरौ, बोल्देनको गर्नुपर्छ। कतै यो योगाले गोरी पो हुन्छ कि। गर्नु त गर्नु नि, यतिकै गर्नु। कुर्तामा त अलिक अप्ठ्यारो पो हुन्छ होला है ओइ। भन्दा पनि त्यो शिलाले चाहिँ के लाएर गर्दो रहेछ? अब के लगाउँछ नि, त्यही बेडी जस्तो लुगा लगाउँछ अरे हौ। छ्या त्यस्तो त नलगाउँ हौ हामी त। त्यस्तो कहाँ लगाउँछौ अन्त हामी? बरु तल जानुपर्छ होला हौ बब्लु भैयाकोमा, त्यहाँ होला हौ राम्रो राम्रो योगा गर्दा लगाउने लुगाहरू। त्यसो भए गइ हेरौँ न अन्त। ल ल ल उसो भए म यति भाडा पखालिहाल्छु ल ओइ। हाँ माई कैसा है? हाँ अभी तबीयत कैसा है? हाँ हाँ हाँ, खाने के साथ दवाई ले रहे हो ना? हाँ अभी हम सब बढ़िया है। हमरा सोनू बिटिया स्कूल चला गया। बब्लु भैया बहनीहरू पो रहेछ त। हाँ माई रख रहा हूँ, बाद में बात करेंगे। ठीक है ठीक। हाँ हाँ अन्त बहिनीहरू आज बिहान बिहानै कहाँबाट सम्झिनु भयो यो बब्लु भैयालाई? बिहानै हाम्रोतिर आधा दिन भइसकिसक्यो। तपाईँ पो भर्खर उठ्नु हुँदो रहेछ त। अन्त भन्दा पनि एउटा कुरा सोध्नु थियो तपाईँलाई। भन्नुहोस् न कस्तो कुरा? यो बब्लु भैयाकोमा सबै कुरा तपाईँले पाइहाल्नुहुन्छ, छैन भने पनि म लिएर दिइहाल्छु नि। होइन हामीलाई त भन्न भन्, त्यो हुन्छ नि के त हौ यो फेरि। होइन हौ भैया, हामीलाई योगा गर्दा लगाउने लुगा चाहिएको थियो कि तपाईँकोमा छ कि छैन भनेर सोधेको हौ। भनेपछि तपाईँहरूको मनमा पनि योगा गर्ने चाहत जाग्यो? खै गरौँ भनेको। बहुत बढिया, यस्तो कुराहरू गरेकै ठिक छ। ठिकै त छ कि, तर लुगा छ कि छैन भन्नुहोस् त। छ नि बहिनी, किन छैन र? यो बब्लु भैयाकोमा सोचेको जस्तो सबै पाउनुहुन्छ। छ्या त्यो ट्याप्प परेको सुरुवाल चाहिँ होइन है, लाउनु पनि लाजै लाग्दो। हुन्छ बहिनी, यो बब्लु भैयाले तपाईँहरूको डिमान्ड बुझ्यो।
ल हिँड्नुहोस् भित्र कस्तो भन्नुहुन्छ सबै प्रकारको छ मेरोमा यो तपाईँहरूको लागि एकदम राम्रो हुन्छ बहिनी योगा गर्दा एकदम सजिलो खुल्लामा खुल्ला कहाँ हो भैया हाफ पेन्ट लगाएर त अरे बहिनीहरू पनि अब यसरी ट्याप्प परेको लाउनु हुँदैन भने त यस्तो खुल्ला परेको लाउनु पर्यो नि त त्यो त हो कि भैया तर हाफ पेन्ट त साह्रै भएन र ल बहिनी तपाईँहरू पनि किन अप्ठ्यारो मानिबस्नु भएको यहाँ तपाईँहरूकोतिर त कसैले यसरी योगा गर्दैन र पो यस्तो हाफ पेन्टहरू लाउँदैन त लगाइहाल्यो भने पनि सिर्फ गोली खेल्दा लाउँछ उता हाम्रोतिर त सबै केटीहरूले यस्तो हाफ पेन्ट लाएरै त योगा गर्छ नि यस्तै लाउँछ र अन्त म त्यसै कहाँ भन्छु र तपाईँहरूलाई एकपल्ट ट्राई त गरी हेर्नुहोस् थाहा पाइहाल्नुहुन्छ नि ओइ यस्तोमै गर्नु र तँलाई कस्तो लागेको छैन हे त्यो फेरि ज्यादा सोचिबस्छ सुनिन उतातिर यस्तो लगाउँछ भनेर हामीलाई त यहाँ लगाउने बानी नभएर त अप्ठ्यारो भएको हो तर पनि त मान्छेले के भन्दैन ए भन्नेले भनिबस्छ नि तँ चाहिँ यहाँ मलाई छिटो योगा सिका त यहाँ आफूलाई कहिले राम्रो हुम भइसक्यो छिटो ल ल त्यसो भए सक्दैन अब गर्नु पर्यो नि जसरी भए पनि शिलालाई पटाउँछस् भन्दै गर भाइ उसले त्यस्तै गर्ने केटाहरू खालि मन पराउँदो रहेछ कुरा त ठिकै हो कि तर तँ त म भन्दै जाँदा गचक्कै हुन्छस् त भन्छ तारो चाहिँ के हो लौ सम्झाएको पो त हो तँलाई त किन सम्झाउनु पनि हुँदैन सम्झाउनु त हो तर भाउजूसँग साइड खेल्नु पाउँदैन नि याद राखिराख्ने त्यहाँ अन्त के भन्छ हौ यो को भाउजूसँग साइड खेलेँ मैले फेरि हेर नि हेर त्यसको एक्टिङ खाना पो कस्तो पो गर्छस् त शिला भनेको तेरो भाउजू हो नि त्यहाँ तेरो काम चाहिँ ढोक्ने हो साइड खेल्ने चाहिँ होइन नि भनिदिएको छु नि त्यहाँ लौ तँ पनि म शिलासँग चाहिँ मेरो मतलब शिला भाउजूसँग साइड खेलेको चाहिँ कहिले देखिस् अस्ति चमेली भाउजूले शिलालाई योगा गर्ने एक्सर्साइज गर्ने केटाहरू मनपर्छ भनेदेखि त त मभन्दा छिटो आएर पो योगा गर्छस् त बिहान बिहानै यसको मतलब चाहिँ के हो भन्छ यस्तो फेरि यो मतलब सतलब के पनि होइन हौ तँ फेरि कस्तो यति योगा गर्दा पनि मतलब निकालिहालेको म त खालि यो योगाले सिक्स प्याक पो निक्लिन्छ कि भनेर ट्राई खालि गरेको पो त फुमु ओइ फुमु दोकानमा बस्दै गए म आइहालेँ ल कहाँ जानु भएको हिजो पनि यति नै बेला हराउनु भएको त कहाँ जानु नि उही माथि चमेली भाउजूकोमा त हो नि चमेली भाउजू अन्त तपाईँ त दिनमा त 3-4 पल्ट पुग्छ त चमेली भाउजूकोमा के भयो उसलाई हुनु त के हुन्छ र खै के पनि भएको छैन म त खालि मेरो बाँकीको वसुल गर्न मात्र पुगेको पो त दिनमा 3-4 पल्ट पुग्दा पनि बाँकी वसुल हुन्छ र हुन्छ नि किन हुँदैन र दिमाग लगायो भने सबै कुरो हुन्छ दिमाग त हो तर वसुल चाहिँ कसरी गर्नु हुँदैछ अब कसरी नि दिनमा 3-4 पल्ट पुग्छु पुग्नु साथ फेरि चमेली भाउजूले चिया पिउँछौ भनेर सोधिहाल्छ अन्त म पनि पर्थेन नि भन्दै भए पनि पिइहाल्छु ल अन्त के भयो त चिया दियो चिया पियो तर बाँकी वसुल चाहिँ कसरी ल अन्त दिनमा 3-4 पल्ट जाँदै चिया पिउँदै आउँदै गर्दाखेरि त अन्त झन्डै 1 पावा जस्तो चिनी त मै खाइदिइहाल्छु अन्त अहिलेको भाउसँग हिसाब जोड्दा कति हुँदो रहेछ दिमाग छैन यसको पनि ल गएको अब म ढिलो भइसक्यो यहाँ मलाई वसुल गर्न दोकान चाहिँ सम्हाल्दै गर्ने त्यहाँ भन्दा औ दिदी यो योगा गर्यो भने चाहिँ के चाहिँ हुन्छ तपाईँलाई के थाहा छ यसको बारेमा हजुर थाहा छ नि किन तपाईँ पनि योगा गर्ने हो के हो कहाँ गर्नु म त वाक्कै पो भइसक्यो त यो योगादेखिको त वाक्कै चाहिँ किन बहिनी त्यस्तो चाहिँ के भयो तपाईँ त फेरि योगा भनेपछि त साह्रै पो अमन गर्नुभयो त अन्त दिदी दिनमा 3-4 पल्ट योगा गर्दा कसलाई चाहिँ अमन हुँदैन र 3-4 पल्ट बाप रे बाप त्यस्तो गर्नुहुन्छ तपाईँ योगा म हरे 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 म कहाँ गर्छु दिदी त्यस्तो म त हाम्रो घरको बुढोले गरेको देखेर पो वाक्कै भइसक्यो त ऊ यहाँ बाहिर हेर्नुहोस् त अझै ऊ योगा नै गरिहिँड्दैछ हो र खै
हो त रहेछ त है बहिनी। देख्नुभयो त्यो शिला नानीले अस्तिको दिन खै के भन्दै थियो कुनि घरको सब काम छोडेर ऊ योगाले नै दिन बिताउँछ। गर्नु त राम्रै हो तर यति साह्रो गर्नु पनि राम्रो होइन है। बाहिर आऊ त फेरि के गरी पठायो ल्याउनुहोस् त दिदी। मैले त भनेको नि यति गर्नु खोइ तम्सेको बुढेसकालमा पुगेन। भाइले त ढाडकै नसा पो सरकार पठाए क्या हो। त्यही त हेर्नुहोस् त भाउजू खोइ गर्दा गर्दा ढाड चेट्टो भएको थियो के भयो भयो। ठिक्कै पर्यो मैले भनेको सुन्दैनौ नि अब के गर्ने हो कुनि। जाति त हुन्छ तर यसको लागि त एउटै मात्रै उपाय छ। अब कस्तो उपाय दिदी? दिदी अब कस्तो नि यसको लागि त योगा नै गर्नुपर्छ।